अहिले हामी पोखरा गाडी आउँदैछ हाम्रो हामी कति बजी 7:30 पुग्छ गाडी छ 2:30 हामी वहाँ झिनु छौँ पनि हाम्रो गाडी उता छैन फेरि छिटो हामी त त्यहाँ ढिला भयो हामी झिनु peanut निकाले देखाउँछ क्यान भेरिएसन हो त्यो डल्लाले कुरा हाल्नु नै डल्लाले कुरा हाल्ने डल्ला ती कोरालले यहाँ आइज डल्ला फटाउन साप भटाकोलाई हाल्ने पाउनु मलेको भन्दा अलि वरै छौँ हामी साग छैन है साग हुन्छ पृथ्वी चोक पुग्यो हामी यहाँ पृथ्वी चोक भयो पृथ्वी चोकबाट यता तपाईँको हामी हरितिर यहाँ हरिचोक सेरिङ छैन सिंहलासम्म 7,000 कति भयो माथि गाडी किन्ला छैन यात्रा सुरु भइरहेछ अब हामी यात्रा हिमालको गर्दैछ अहिले उहाँको टिचोक आएर अब नयाँ पुलबाट झिनु जाँदा हल्का गरी भएको अवस्था छ जाँगर सागर खोलिएछ हरिचोक गाडी यहाँ पनि छ नि पोखरा कुस्मा अब जाने कहाँ हरिचोक हरिचोक यो ल हरिचोक गरेर गाडी आइसकेको अवस्था छ हामी गाडी चढ्दैछौँ आज यहाँबाट 2.5 घन्टाको आज यहाँबाट गएर हामी छिल्लीमाराको बस हुन्छ अरू पेसेन्जर छैन हामी 3 जना मात्र गएर हाम्रो कति लाग्ने भयो हाम्रो 3 जना मात्र 4,000 रुपियाँ लाग्ने भयो 7,000 हो हामीले 4,000 मा डिस्काउन्ट मिलाइदिन्छौँ आज मौसम पुरै खुल्ला छ मौसम हामीलाई एकदम साथ दिइरहेछ चिनुद्वारा हामी जाँदैछौँ आजको हाम्रो बास यही माथिको होटल मेरो हुनेछ
यो झोलुङ्गे पुल कटेर लाग्छौँ हामी। अति रमणीय दृश्य हामी देख्न सक्छौँ। हाम्रा मित्र रवि यता दीपक सर पछाडि हेलो मित्र रवि आउँदैछन्। झोला चक्कै सुल्का जस्तो पकाएर फुल कई वोल्ट पर यानी कई ला अपना उधर भी ओके यहाँबाट हाम्रो पद यात्रा सुरु हुन्छ। कति रमाइलो छ, कति सुन्दर, कति लामो हो लेखिरहेको छैन, कति लामो छ लेखिरहेको छ होला नि, के लेखिरहेको छैन। 287 मिटर कादुली ब्रिटिस गोर्खा नेपाल एग्रिकल्चर एसोसिएसन ब्रिटिस गोर्खा नेपालको सहयोगबाट 2017-18 मा बनाएको हो। त्यो त हामीलाई पनि थाहा छ। डोंकी कति सुन्दर गाउँ माल सुन्दर सुन्दर अब तपाईँले अलिकति दुःख बुझ्नु न अरे 1500 को मैले 1200 1300 चिकनै खाऊ है। अब तपाईँले भनिहाल्नु भयो बाटोमा के हुँदैन, बरु माथि चाहिँ भेज खानु पर्ला। माथि त भेजिन चिकनै पाउनुहुन्न माथि त। ल यहाँसम्म चिकन खाएर This is our room. Room number 101. 3 beds, single beds. Full. This is 101. बस्नलाई मात्रै बनाएको खातर छ, एकदम सानो छ। यहाँ
सम्मान चाहिँ लाग्दैछ हाम्रो दिपक सरले यहाँ परिवारलाई जानकारी गराउँदै हुनुहुन्छ आज यात्रा कता लाग्ने भनेर सिधी एकदम राम्रो छ यस्तो छ हाम्रो पुरा स्टिक हामी वेलकम पप्पी यो पप्पीले बाटो देखाउँ अघिसम्म पुगिरहेको थियो हाम्रो सँगै जाउँ भन्नु आइरहेको छ ल बाटो देखाउँदै यहाँबाट जाने हो भनेर हामीलाई लगिरहेको थियो यो पप्पीले ल उताबाट जाने हो यसलाई के खुवाउनु खानेकुरा छैन बिस्कुट बोकेको खुवाउनु मिल्यो के खुवाउँ यसलाई अब टोइलेट खाने होला अहिले जिम गर्छ पप्पीले हामीलाई बाटो देखाउनु आयो त्यही बेला हामीले अन्डा ल ल खाएको ल हो हामीसँग भएको अन्डा खुवाउँदै छ यसले हामीलाई बाटो देखाउनु आएको छ ल जङ्गली चिसमा त्यो पछि क्याम्पमै बस्ने अनि पर्सि बिहान चाहिँ त्यहाँबाट डाइरेक्ट हेर्ने के छुट्टो पुग्यौँ फिस टेल गेस्ट हाउस किम्ची चिकेर ल कोरियन रहेछ यहाँ त कोरियन रेस्टुरेन्ट पनि पाउने रहेछ सिम रामेन ल यहाँ कुकुरले हामीलाई हेर्दैछ कोरियन पनि पाउने रहेछ भुटेर आए हेलो गुड मर्निङ गुड मर्निङ टु यु सम्मबाट मुन्डन बेसी स्टिप अफ गुम्बा यो त चाहिँ भोटे कुकुर चाहिँ धेरै देख्यो हामीले भोटे कुकुर धेरै हिमाचल ल अब हाम्रो हिमाचल थियो ओह्रालो 70 मिटर माथि पुगेका छौँ यो होला हैन वेलकम टु छोमब्रङ कति ठुलो छ ल कम त पाइरहेको छ के चाहिँ पाइरहेको यहाँ पनि ठुलो कति ठुलो बफालो वाइल बफालो हो कि अर्ना हो होइन अर्नाको त सिन अझ घरेलु बफालो हो घरेलु बफालो यात्रा पार गर्ने पक्षले कहिले आइरहनु भएको छ माथिल्लो सिंहतर्फ लाग्दैछौँ माथिल्लो सिंहतर्फ लाग्दै हाम्रो रविजी हल्का टुरिस्टको स्टाइलमा आउँदै हुनुहुन्छ बाटो हेलिकप्टर पर्सिनु
templo no होला है Ya, no हामी डुब्लाउनु होला है lo que estoy poniendo este no lo conozco, pero trata de una foto de eso, ¿no? Tengo en el móvil del trabajo tengo. Yo tengo el mío personal y el trabajo. Y en el trabajo tengo Instagram porque hay cosas. Es sí tengo un perfil, pero no es mío. Es de todo el grupo de trabajo. यहाँ चाहिँ सबैहरू के हो लाग्यो अब घाममा अलिकति हिँड्न गाह्रो हुन्छ होला है घाममा हिँड्न त पसिनामा घाम लाग्छ है खाले क्रिम क्रिम एकछिन भन्छ पुलमा सन ब्लक हुन्छ ब्याम्बोतिर लाग्दैछु ब्याम्बोतिर लाग्दैछु माथि झर्नु झर्नु हेर्नुहोस् कति सफा पानी साँच्चै नै यहाँ ब्याम्बो धेरै भएकोले यहाँ यो ठाउँको नाम पनि ब्याम्बो जस्तो देखिन्छ दायाँ पनि ब्याम्बो बायाँ पनि ब्याम्बो दायाँ पनि ब्याम्बो बायाँ पनि ब्याम्बो भयो है ब्याम्बो भयो नि यो ब्याम्बो यही होइन अब यो पछाडि दोकान आउँछ 2145 त भन्नु ल एकछिनको ब्रेक एक्सट्रिम इनर्जी आज हामी अरूले भन्दा बेसी हिँड्छ हो त्यो भने कि आजलाई पुग्यो भने मतलब अब अर्को स्टेसन या दुईटा गएर इनर्जी एक्सट्रिम इनर्जी खाउँ छिटो छिटो अन्नपूर्ण पुगौँ ल तपाईँ पनि हिँड्ने रहेछ उता अब दिनदिनै Here we are at Doban 25 meters. Doban चाहिँ दोकानको पावर आउँछ क्या हो रहेछ ल सानो टर्बाइन घुमाएर बिजुली निकालेको छ दोबान ल यहाँ दोबानबाट हिमालयबाट देउराली माछापुछे त्यही त हो ल पुगिहाल्यो हामी हाफ जस्तो आयो होला है दोबानको भेज हामी यता पुललाई ओभरपास गरेर यहाँ खोलाबारी बाटो काट्दैछौँ ल रमणीय दृश्य छन् ल ओहो कति राम्रो झर्ना यहाँ माथिदेखि हेर्नु अहिले कहाँसम्म पुगेको छु ल खोलासम्म राम्रो झर्ना भेटेको छु मन्दिरको पछाडि हिमालय पुग्न लाग्दाखेरि हल्का पानी परेर यहाँ रेनकोट लगाउनु पर्ने अवस्था आएको छ र हाम्रो साथी मित्र अहिले रेनकोट लगाइसकेको छ
म चाहिँ यही विन्डप्रुफमै काम चलाउँदैछु। हिमालय क्या थियो हिमालय पनि आइपुग्यो। आज हाम्रो बसाइ हिमालयभन्दा माथि देउराली पुग्ने टार्गेट छ। हिमालय 2900 मिटर। अब चाहिँ हामी 2900 मिटर आइपुग्यो। पानी परेर एकछिन ओट लागौँ। देउराली पुरै हिँड्छ सबै हुँदैन नि त्यहाँ देख्यो माथि त हिँड्छ त यहाँ पनि छ हिँड छ त अझै फलामको चुल पनि काट्यो। भारी छ बाटो भयो यस्तो घरमा चाहिँ धेरै रहेछ नि त। त्यहाँ माथिबाट आएर होला ऊ हिमाल पनि देख्न हिमाल त्यो माथिको अलिकति देखेर हिमालय अहिले एकछिनमा त्यो हिमाल देख्छ। स्वर्ग नै पुगेको अनुभव हुन्छ यो त्यहाँबाट पनि हिमाल देख्छ। मार्जी भन्ने हिमाल के निजे त अञ्चलको निजे त मजाले आउँछ। अब निजे हामी तिनजना एक आउँछ देउराली 3200 मिटर पुग्यौँ देउराली। देउराली पनि कटेर आज एमबिसीतिर लाग्ने योजना गरियो। माछापिछा बेस क्याम्प बस्न पाए हाम्रो यात्रा एक दिनको छोटो हुनेछ। पछाडि बादलले पछ्याउँदैछन् पद्मसम्भव। भर्खरै बादल कति पर थियो हामीले त तुरन्तै पछ्याएर भेटाइसक्यो। फेरि हुसीमा हिँड्ने भयो।
ढाकिहाल्यो पाहाड सबै ढाकिहाल्यो सकिन्छ सकिन्छ यो एकछिनमा हराउँछ यो त हामीले अवतारमा देखिने अवतार मुभीमा देखिने सिन जस्तै छ त है अवतारमा देखिन्छ नि अवतार त्यहाँ देखिने सिन जस्तै छ हिमालय हाम्रो टाउकोमा खस्ला जस्तो भइसक्यो ल यो हिमाल हाम्रो टाउकोमा आएर खस्ला जति भइसक्यो यो त हिउँ नै परेको रहेछ हिउँ 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 परेको नि हिउँको हिउँ पक्रिएर पानी बोकिरहेको छ पुरै हिउँ यहाँ मासिदेखि तलसम्म हिउँ हिजो बेलुकी 7 बजे एमबिसी माछापुच्छ्रे बेस क्याम्प पुगेर बिहान 4 बजे उठेर हामी एबिसी तर्फ लाग्दैछौँ करिब करिब नजिक पुग्यो यता टाढा देखिएको घरहरू सायद एबिसी क्याम्प हुनुपर्छ यति मनोरम दृश्य हेर्नुहोस् चिसो यतिकै छ बिहानको यात्रा लेक यो हाई एल्टिट्युडमा उकालो चढ्न अलिकति गाह्रो हुने रहेछ हिजो उता तलबाट माथि आउँदाखेरि त यति गाह्रो लागेको थिएन माथि पुग्दाखेरि अलिकति गाह्रो हुने रहेछ उता पर देखिएको सायद एबिसी क्याम्प हुनुपर्छ अहिले हल्का कुहिरो लाएर हिमाल अलिकति देख्न पाएका छैनौँ बल्ल एक दुईवटा चरा देख्न थाल्यो ब्लू कलरको कति राम्रो भँगेरा हो भँगेरा होइन के चरा हो यो लिलो छ त पुरै यता माथि भँगेरा ठुलो पनि Finally. Oh. Jadi kan. Anda pun lebih singkat lah. Welcome to Annapurna Base Camp. 4,130 meters. Guest house, Snowland Lodge and restaurant. Maybe if it's the horse, good to us, then I already
भर्खरसम्म अलिक खुला भयो थियो फेरि कुहिरो लाग्यो सायद एकछिनको चाहिँ आकाश खुल्छ होला यो कुहिरो लाग्छ हिजो राति हेर्दै जस्तो छ हल्का ढिलो मलाई पनि हल्का टाउको दुख्छ फेरि फेरि हुस्सो लाग्छ यहाँबाट होला होइन हेर्नु अन्नपूर्ण हेर्ने ठाउँ त्यहाँ माथि सडकबाट अलिकति माथि अन्नपूर्ण भ्यू पोइन्ट यही खारेल थियो त यो कुन पोखरी हो यो चाहिँ तल पोखरी छ नि सबैजना घामको पर्खाइमा छ अन्नपूर्ण रेन्ज आकाश खुलिरहेछ नि अघिसम्म बादल आएर थियो अहिले खुलेर हाम्रो आँखा अगाडि देख्न सकिन्छ अन्नपूर्ण रेन्ज I can Photoshop the tree. Yeah, no problem. Of course. Brave woman to stand there. How brave. Yeah, but I'm not fighter. No problem. Great picture. Thank you. Almost like you lift them out with your hand. अझै बिस्तारै खोल्दैछ No problem. एउटा मन्दिर दृश्य अन्नपूर्ण अघिसम्म त आकाश खुल्ला जस्तो भएको थिएन We Photoshop the tree. The guys like everything. If I knew how to Photoshop, I cannot do it. I couldn't. Too much time for me. Are you? $10 for the seats.
मैले अघि म्यापमा मात्रै हेर्थ्यो यता यता पर्छ यता पर्छ हम त यहाँबाट लागिरहेको छ अब एक वीडियो बना लो ना वैसे जैसे बना बताया था आप कैसा कैसा निस्किनु होगा कहाँ उस बना भाई जाने तो लगे सही खतरा इंजन के दे दीजिए बिगाड़ बना The guys are like everything. If I knew how to Photoshop, I cannot do it. I couldn't. Too much time for me. Are you? $10 photo मैले अघि म्यापमा मात्रै हेर्थ्यो यता यता पर्छ यता पर्छ हम त यहाँबाट लागिरहेको छ अम्बेसनको तारिफ गरिरहेको छ कि यतिकै बस्नु त फोटो हेरेर थोरै यता नभए हेरी यतातिरबाट होइन हेरी यतिको जुम्मा खिच्नु त है हो त्यो कुहिरेको कि हो बाटो पनि GoPro negative waterproof का? Waterproof? Yeah? Oh. अच्छा waterproof भाई इधर वीडियो इधर बोले मैंने वीडियो इधर नंबर मीटर ना നമ്മളെ നമ്പർ കൊടുക്കണല്ലോ ഓലത്തെ നമ്പർ വാങ്ങണേ കയറുന്നല്ലേ എടാ ഒരു അങ്ങനെയല്ല നേരത്തെ അവിടെ കണ്ടില്ലേ直接过来嘛，我觉得，来，给你，